स्वागत छ हजुरहरूलाई सरोज वाटिकामा। यसरी ढकमक्क फुलेको सिम्बेडियम अर्किडहरूको लगभग अब सिजन पनि गइ नै सकेको छ र फेरि यिनीहरूलाई हामीले अब अर्को साल कसरी राम्रोसँग फुलाउने भनेर आज त्यही विषयमा नै मेरो भिडियो हुनेछ र पहिलोचोटि सरोज वाटिका हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरेर सपोर्ट पनि गर्नुहोला। हजुरहरूलाई धेरै धेरै धन्यवाद, नमस्कार। यो येलो कलरको त अस्ति मैले हजुरहरूसँग सेयर गरेको थिएँ। यो मैले किनेर लिएर आएको थिएँ। यसपालिको मेरो नयाँ कलेक्सन हो। पछाडि मस्टर्ड येलो र यो लेमन येलो, यो दुईटा चाहिँ मैले अस्ति फ्लावर एक्जिबिसनबाट लिएर आएको थिएँ। मलाई एकदम नै मन पर्यो र मल मैले हजुरहरूलाई देखाइराखेको छु। अब यति बेला यिनीहरू मैले केही दिन पहिलाको यो फुलेको बेलाको खिचिराखेको छु हजुरसँग। अब यो जति पनि फुलेर बिग्रेर गइसकेको छ, अब यिनीहरूलाई कटिङ गर्ने टाइम पनि आयो र फेरि मैले मल यसमा के राख्छु भनेर पनि हजुरहरूलाई देखाएँ। यो गाईको मल हो हजुर। यो गाईको मल एकदमै पुरानो 3-4 वर्ष पुरानो गाईको मल हो र छेउमा मैले यो निमको पिना हो र अगाडि फेरि यो बोन मिल हो। अब यो फुलिसक्यो, फुलेपछि जति पनि फुलेको फुलहरू हामीले काटेर फाल्छौँ अनि त्यसपछि फेरि यिनीहरूलाई अर्को वर्ष फुल्नको लागि पनि तयार हुनुपर्छ। अस्ति फुल्दाखेरि पनि यिनीहरूको सबै न्युट्रिसनहरू, भिटामिनहरू, यिनीहरूको जति पनि आफ्नो सँगालेको अब बलियोपन यिनीहरूलाई लिएर आउने तत्त्वहरू सबै सिद्धि नै सकेको छ र यो अब अप्रिल मे महिनामा स्पेसली अब यो अप्रिलको यो लास्ट हो। अब अप्रिलको लास्टदेखि मे महिनाभरि हामीहरूले फेरि यिनीहरूलाई फर्टिलाइजर दिनुपर्ने हुन्छ। त्यसपछि त फेरि हामीहरूले बर्सातको टाइममा यिनीहरूलाई अलिकति रुखको मुनि, जहाँ माथिबाट ठुल्ठुलो रुखको मुनि त्यस्तोमा राखेर पनि हामीहरूले यिनीहरूलाई पानीहरू खुवाउनु पर्ने हुन्छ। र यो लेमन येलो जुन मैले हजुरहरूलाई देखाएँ, यो पनि मलाई एकदम नै राम्रो लाग्यो। हुन त सिम्बेडियम अर्किड फुलाउनलाई कुनै पनि केमिकल मल नहाल्दा पनि हुँदो रहेछ। मैले त यही गाईको मल मात्रै राखेको पोहोर साल पनि, र यसपालि मैले योभन्दा पहिला पनि हजुरहरूसँग भिडियो सेयर गरेको थिएँ र राम्रोसँग फुल्यो पनि। अब यो मस्टर्ड येलो एकदम नै उज्यालो छ। दुईवटा हाम्रो अमृता नेवाग बहिनीले एउटा र मैले एउटा एक्जिबिसन, फ्लावर एक्जिबिसनमा हामीले किनेर लिएर आएको थियौँ र महँगो त अवश्य पनि महँगो छ। एउटा यो स्टिक मात्रै थियो र हामीले यसको लागि 2500 रुपियाँ तिरेको थियौँ र यो अर्को लेमन येलो त झन् सानो छ, त्यसलाई चाहिँ मैले 2000 तिरेको थिएँ। यो हिसाबमा अब जति धेरै स्टिक थियो उति धेरै महँगो नै थियो। यो सेतो चाहिँ मैले सानो बल्ब लगाएको, धेरै वर्षमा फुल्यो यसपालि। र यो पुरानो त मैले पहिला सानसानै किनेको हो, यसपालि फुलेर गइसक्यो। र यो अवस्था हुन त अब फुल्ने बित्तिकै काट्न भनेर भन्नुहुन्छ उहाँहरूले। अब फुल्ने बित्तिकै त हामीले काट्न सक्दैनौँ हजुर। अब यति वर्षमा फुल्छ र एकचोटि फुलेपछि अब यो किङ नै हो, फुलहरूको राजा नै हो। एकचोटि फुलेपछि अब 3 महिनासम्म यो फुलि नै राखेको हुन्छ, त्यही भएर राख्न मन लाग्छ। र अब यो अवस्थामा जुन मैले अहिले देखाएँ, यो अवस्थामा चाहिँ हामीहरूले यिनीहरूलाई अवश्य पनि काट्नुपर्ने हुन्छ। र राख्नलाई त मैले अब लाइटहरू, तिनीहरू त अब डाइरेक्ट सनलाइटमा यसलाई राख्नु हुँदैन सधैँभरि भन्छु मैले। दिनमा अब बिहान पूर्वतिरको घाम आउने छ भने 2-3 घन्टाको घाम राम्रो हुन्छ र मैले चाहिँ माथि सेड जस्तो छ, दिउँसो अवश्य पनि यिनीहरूलाई घामहरू पर्छ 1-2 घन्टाको, त्यस्तो ठाउँमा मैले राखेको छु। र यो पनि एकदम नै राम्रो फुलेको थियो र मलको हकमा मैले अब यसपालि चाहिँ यो बेलामा र सेप्टेम्बरमा चाहिँ मैले यो पनि दिन्छु, बोन मिल पनि दिन्छु भने अघि पछि मैले खासै यसलाई त्यस्तो बोन मिलहरू दिँदिनँ। र हजुरहरूको अब पटिङ मिक्स एकदम नै तल गएको छ भने हजुरहरूले फेरि पतिङ्गर, हाम्रो लिप मल पनि दिन सक्नुहुन्छ। र पतिङ्गर अब त्यस्तो पटिङ मिक्स तल गएको छैन भने यति नै मल दिने हो। र गाईको मललाई हामीले 2-3 दिनसम्म भिजाएर लिक्विड जस्तो बनाएर पनि हामीहरूले राख्न सक्छौँ। र यसको लागि आवश्यक यो फुल्नको लागि अब यो भेराइटी त मेरो लोकल टाइपकै हो, यो सिम्बेडियम होइन। र यसको गुण भनेको वर्षै पछि फुल्छ र मलाई यो एकदमै मन पनि पर्छ। फुलेपछि अवश्य पनि यो 1 महिना जस्तो चाहिँ रहन्छ नै यो भेराइटी पनि। अब यसको मलाई नाम त थाहा भएन। अब सिम्बेडियममा पनि सबैको आफ्नो आफ्नै नामहरू हुन्छ। र अहिले गर्मी महिना छ, गर्मीमा त हप्तामा 3 चोटिदेखि 4 चोटि हामीहरूले यिनीहरूलाई पानी हाल्नुपर्ने हुन्छ।
र अब यो अर्किडहरूलाई हामीले त्यसरी नै स्याहार गर्नुपर्ने हुन्छ। गर्मीमा त झन् डाइरेक्ट एकदम घामहरू चर्केको बेलामा त हामीले यिनीहरूलाई लगेर घाममा राख्नु पनि हुँदैन। र साइडमा मेरो बेगुनियाहरू पनि फुल्दैछ र कोही पात भएको बेगुनियाहरू पनि हजुरहरूसँग सेयर गरि नै रहेको छु। यो सानो गार्डन हो मेरो र यो तरिकाले र हजुरहरूकोमा यसमा अब यो रोग लाग्छ, कालो पातहरूमा विभिन्न इन्फेक्सन जस्तो पनि लाग्छ, यिनीहरूलाई लिखा पनि भन्छ, टाँसिन्छ। र अब त्यो अवस्थामा हामीले पातै मात्रै धोएर पनि यिनीहरूलाई गाह्रो हुन्छ। र अब बर्सातहरू लाग्न सुरु पनि हुन लाग्यो हाम्रो पहाडी एरियाहरूमा त अब बर्सात पनि लाग्छ। र मेरो आफ्नो अनुभवमा मैले लास्ट इयर चाहिँ यिनीहरूलाई बर्सातमा लगभग यो असारदेखि कार्तिक महिनासम्म नै मैले यिनीहरूलाई पानी पर्ने बेलासम्मै रुखको मुनि राखेको थिएँ। र त्यो अवस्थामा यिनीहरूको पातहरू पनि हेल्दी नै देखिरहेको छ। र जति पनि यिनीहरूलाई रोगहरू लागेको थियो, कोही काटेर फालेको थिएँ मैले, र कोही बर्सातको पानीमा लगेर राखेको थिएँ। र यो बर्सातको पानी पनि यो अर्किडहरूको लागि एउटा औषधि नै हुँदो रहेछ। र यदि त्यस्तो बाहिर हजुरहरूलाई राख्न सुविधा छैन, आफ्नो सेडहरू छैन भने बर्सातको पानी हामीले थाप्ने बाल्टीमा, र त्यो पानीले यो अर्किडको पातहरूलाई पनि पखाल्ने। अब 1 दिन 2 दिन बिराएर यसको पातहरू पनि पखाल्यो भने अवश्य पनि यिनीहरूमा लाग्ने, मेन त पातबाट रोग लाग्छ अनि गुबोहरूमा पनि जान्छ तल र यिनीहरू बिग्रिँदो रहेछ। त्यसको लागि पनि ठुलो सपोर्ट हुन्छ। हेरौँ अब मैले लास्ट इयर त्यस्तो गरेर यति राम्रोसँग यिनीहरू फुल्यो। अब यसपालि के कस्तो हुन्छ त्यो पनि मैले फेरि हजुरहरूसँग नेक्स्ट इयर अवश्य पनि भिडियो सेयर गर्नेछु। तर यिनीहरू अर्किडहरू सिम्बेडियमहरू अब सानो छ, एउटा दुईटा मात्रै बल्ब छ र पट्सहरू सानो छ भने त यिनीहरू जुन यो येलो यो क्रिमहरू त सानो सानो पटमा छ, यिनीहरू चाहिँ अवश्य पनि अर्को साल फुल्दैनन् पनि। किनभने फुल्नलाई अलिकति धेरै तल बल्बहरू हुनुपर्छ र सपोर्ट गर्ने साइड बल्बहरू पनि हुनुपर्छ। त्यो भयो भने चाहिँ यिनीहरू वर्षै पछि पनि फुल्लान्। तर कुनै वर्ष फुल्छ, कुनै वर्ष फुल्दैन। यो त मैले एउटा स्टिकको लागि एउटा सानो छ सपोर्ट बल्ब पनि यतिको लागि मैले 2000 रुपियाँ तिरेको छु। यो अर्किड अवश्य पनि एकदम नै महँगो अर्किडमा पर्छ। र हामीहरूको रुट बाउन्ड भएको छ, गमलाहरू फुट्न थालेको छ भने हामीले पर्पुकेसन गर्दाखेरि मदर प्लान्टबाट हामीले धेरै, अब यो एकदमै रुट बाउन्ड छ, यसलाई मैले अरूहरू पनि बनाउन सक्छु। साइड बल्बहरू धेरै नै छ। यो अवस्थामा चाहिँ हामीले फेरि अरू बनाउन सक्छौँ र बिक्री गर्न मन लाग्यो बेच्न सक्छौँ, या आफ्नो साथीभाइ सौखिन हुनुहुन्छ भने उहाँहरूलाई हामीले गिफ्ट पनि दिन सक्छौँ। तर मेरो आफ्नो फेरि अर्को अनुभव पनि हजुरहरूसँग सेयर गर्छु। अब यस्तो रुट बाउन्ड भएपछि फुटालेर निकाल्नु पर्ने रहेछ, तर मलाई पहिला त्यस्तो थाहा थिएन। अब यो पनि त्यस्तो रुट बाउन्ड छैन, पुरानो साइडमा सपोर्टिभ बल्बहरू छ, तर गमला मेरो आधा नै खाली छ। मलाई पहिला त्यस्तो अनुभव नहुँदाखेरि मैले सबै फुटालेँ, बिगारेँ। त्यसो गर्दाखेरि कति अर्किडहरू बिग्रियो पनि, फुलेन पनि। र अब फेरि अब मैले हजुरहरूलाई साइडमा देखाउँदैछु। अब यतातिर यो पातहरूमा हल्का रोगहरू लाग्न थालेको छ र यिनीहरूलाई चाहिँ मैले अब यो अर्को अर्किडबाट छुट्याएर पनि राख्छु। अब यो पातमा कालो कालो रोगहरू आयो भने, धेरै नै लागेछ भने हामीले काटेर पनि फालिदिनु पर्ने हुन्छ। र थोरै छ भने एक दुईटामा यसरी लाग्दैछ, अब यसमा यो कालो रोग आएछ नि, एक दुईटा मात्रै छ भने चाहिँ हामीले त्यो पातलाई काटेर फालिदिने होइन। धेरै नै गमलाभरि नै त्यस्तो, अब यो साइडको जुन गमला पछि देखेको छ त्यसलाई चाहिँ मैले यहाँबाट हटाउँछु। मैले हटाइनँ भने मेरो यहाँ थुप्रै छन्, 10-15वटा गमला छ र सबैमा सर्दै पनि आउँछ। र यो टाइममा चाहिँ यस्तो रोग लागेकोलाई अब हामीले पातहरू यसरी काटेर पनि फालिदिने, अनि लगेर पानीले सबै पातहरू धोएर सफा पनि गर्ने। र अब खासै मैले अब स्प्रेहरू त यसमा त्यस्तो चलाएको छैन। एउटामा चाहिँ यसपालि त्यो लास्टको पट्समा चाहिँ एकदमै रोग लागेको छ र यसपालि यस्तो पनि रोगहरू आइरहेको छ। यो पातलाई पनि मैले काटेर नै फाल्छु। र अब यस्तो पात भएकोमा के स्प्रे हाल्ने भन्दा अब निम ओइलहरू पनि हामीले हाल्न त सक्छौँ, तर मैले अब चलाएको छैन। यो पातलाई चाहिँ मैले काटिदिन्छु र लास्टको पटलाई चाहिँ मैले फेरि अलग्गै लगेर राख्छु। किनभने र एउटा अर्को फेरि मैले हजुरहरूलाई भन्नु पर्दाखेरि, हामीले जब पनि बजारबाट अर्किडहरू यसरी किनेर लिएर आउँछौँ, यो मैले काटिसकेँ हजुर पात, किनेर लिएर आउँदाखेरि पनि एकदम नै विचार गर्नुपर्ने रहेछ। पहिला मेरो एउटा पनि यस्तो थिएन, अर्किडहरू एकदम नै हेल्दी थियो। र कति बाहिरबाट किनेर लिएर आउँदाखेरि यस्तो खालको रोगहरू भएको पातहरू त्यस्तो छ भने
फेरि यहाँ घरको अर्किडमा पनि सर्दो रहेछ र फेरि त्यो धेरै बिग्रेर जाँदो रहेछ। यो माथि पातहरू बिग्रिने मात्रै होइन हजुर, तल यसको गानाहरू बल्बहरू पनि बिग्रिन्छ। आज लगभग मैले त्यही नै भने, बर्सातको टाइम छ, हजुरहरूलाई नि अब रुखहरू छ, त्यस्तो पानीहरू राख्न मिल्छ, तर त्यो ठाउँमा एकदमै कडा घामहरू लाग्नु हुँदैन। माथि रुखको छ्याल जस्तो पर्ने अथवा ओपन ठाउँ छ भने पनि दिनमा बिहानको 2-3 घन्टाको घाम पर्छ र धेरै कडा घाम पर्दैन भने त्यस्तो ठाउँमा पनि हामीले यसलाई राख्न सक्छौँ। र स्पेसली अब मलहरू पनि अहिले दिनु होला र बर्सातमा पानी पनि यसलाई खुवाउनु होला। 2-2.5 महिना पानी खुवाएपछि फेरि अब आफ्नो ठाउँमा लिएर आएर पनि यिनीहरूलाई राखेर फेरि मल दिनु होला र अर्को साल के कस्तो फुल्छ फेरि हजुरहरूसँग अवश्य पनि भेट हुनेछ। हजुरहरूलाई यसको रुट डिभाइड गरेर अर्को बनाउन मन छ भने पनि अहिले एकदम नै राम्रो टाइम छ। यति बेला हजुरहरूले पर्पुकेसन पनि गर्न सक्नुहुन्छ। भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद छ। नमस्कार।